नजिक छौँ र सधैँ हामीले पर्यटनको क्षेत्रमा सबैभन्दा धेरै हामी लुम्बिनीमा बस्ने भएका कारणले कलम चलाउँछौँ र मेन स्ट्रिमका मिडियामा पनि विशेष गरेर पर्यटनको क्षेत्रमै धेरै समाचार लुम्बिनी क्षेत्रबाट आउने गर्दछ। अब हामी पोखरासँग कसरी जोडिने त भन्ने कुरामा हामी अगाडि बढ्छौँ र लुम्बिनी प्रेस क्लब यो नन पोलिटिकल संस्था हो। यसले चाहिँ विशेष गरेर यसमा पोलिटिकल नै पत्रकार नभएपछि सबै स्वतन्त्र जस्तो त्यहाँभित्र हुने भएका कारणले हामीमा के छ त भन्दा हामी एकरूपता छ। एकरूपता भएपछि हामी सबैसँग सहकारी त्यसरी नै गर्ने गरेका छौँ। पछिल्लो चरणमा हामीले भारतीय पत्रकारसँगको हाम्रो सम्बन्ध एकदमै राम्रो छ। हामीले भर्खर लुम्बिनी न्युज फेस्टिभल गऱ्यौँ। त्यो लुम्बिनी न्युज फेस्टिभल हामीलाई दिल्लीदेखि मोदीको मिडिया हेर्नेदेखि योगीका मिडिया हेर्ने, त्यहाँका प्रधानमन्त्रीको मिडिया हेर्ने प्रेस सिनियर जर्नलिस्टहरू आउनु भएको छ र लुम्बिनी र पोखरा सधैँ जोडिएको छ, विशेष गरेर पर्यटन क्षेत्रमा जोडिएको छ। तपाईँको सबैभन्दा धेरै पर्यटक आउने पैदल मार्गबाट आउने पर्यटक पनि हामी जहाँबाट पत्रकारिता गर्छौँ त्यही क्षेत्र नै हो र त्यो सीमामा हामी बस्ने भएका कारणले पनि तपाईँसँगको सामिप्यता निकै लामो छ, निकै पहिलेदेखि छ। हामी यहाँ पहिलोचोटि आयौँ यो कार्यक्रमको लागि र तपाईँसँग संयोगले यो कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्यो। तर तपाईँसँग हामी धेरैचोटि सहभागी भएका छौँ यो कार्यक्रम। पहिले नाटाले गर्ने कार्यक्रममा हामीले यो गण्डकी प्रदेशको नाटाले गर्छ, हामी उहाँसँग सहभागी छौँ। यो होटलसँग पोखराले गर्ने कार्यक्रममा नै हामी धेरैचोटि सहभागी छौँ। तपाईँहरूले इन्डियामा जाने कार्यक्रममा हाम्रा साथीहरू तपाईँले एकचोटि बनारस जानुभएको थियो, कहाँ हाम्रा साथीहरू त्यहाँ पनि सहभागी भएर त्यहाँबाट तपाईँहरू लैजाने गर्नुहुन्छ। त्यस कारण हामी तपाईँहरूसँग सँगसँगै छौँ र अझै तपाईँहरूले यहाँ हामीसँग बोलाएर अझै धेरै कुराहरू हामीलाई सिक्ने अवसर प्रदान गर्नुभएको छ र हामी तपाईँहरूसँग सधैँ सँगसँगै हिँड्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। कारणले पनि तपाईँहरूसँगको यो सोचमा हामी सधैँ सहभागी छौँ। र अर्को कुरा तपाईँहरूले यो पोखरा र लुम्बिनी जोडिएको छ। लुम्बिनीले एउटा हार्मोनी र पिसफुललाई जोड्छ भने तपाईँहरूले एउटा इन्जोयको लागि पोखराले जोडेको छ, ट्रेकिङको लागि पोखराले जोडेको छ। यो दुईटालाई जोडेर हामीले अगाडि बढ्न छ। हामी यो बुद्धको भूमिमा पनि रहेका छौँ। संसारभरि बुद्धको जन्मस्थल लुम्बिनी भन्ने गरिन्छ र हामीले यहाँ आउने पर्यटकलाई यो पैसा कमाउने मात्रै नभएर उनीहरूलाई आनन्द र खुसी बनाउने किसिमले पनि हाम्रा सेवाहरू, हाम्रा पर्यटन क्षेत्रका कामहरू, कर्महरू हुनुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। हामीले राम्रो गर्दै गऱ्यौँ, सकारात्मक सोच्दै गऱ्यौँ भने देशको समृद्धि हुन्छ जस्तो लाग्छ। हामीले आफूलाई मात्रै हेऱ्यौँ र आफ्नो मात्रै स्वार्थ हेऱ्यौँ भने सबैको विकास नहुन सक्छ। आफू केही किसिमको लागि खुसी भए पनि अनन्त आफू पनि खुसी नहुन सकिन्छ। त्यसो भएर समग्र राष्ट्रको लागि, समाजको लागि र पर्यटन व्यवसायको लागि हामीले सोच्नुपर्छ जस्तो लाग्छ। र तपाईँहरूको साथमा हामी सधैँ रहने प्रतिबद्धता व्यक्त गर्दै, सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै मैले आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद।